के तपाईँ अमेरिका जान चाहनुहुन्छ र अमेरिका जान के प्रोसेसिङ गर्नुपर्छ भन्ने बारे थाहा पाउन चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। सबैभन्दा पहिले स्टुडेन्ट्सले आफूले जान चाहेको युनिभर्सिटीबाट I-20 इस्यु गर्नुपर्ने हुन्छ र I-20 इस्यु गर्दा के डकुमेन्ट्सहरु चाहिन्छ भन्ने बारे आज हामी कुरा गरौँ। सो फर्स्टमा स्टुडेन्ट्सको एकाडेमिक ट्रान्सक्रिप्ट चाहिन्छ र त्यो सँगै ब्याचलर्सको लागि 2टा LOR भने मास्टर्सको लागि 3टा LOR चाहिन्छ र सेकेन्डमा चाहिँ इंग्लिश प्रोफिसिएन्सी टेस्टको स्कोर चाहिन्छ र थर्डमा चाहिँ बैंक ब्यालेन्स सर्टिफिकेट अफ 55 to 65 लाख। त्यसैगरी फोर्थमा चाहिँ पासपोर्टको कपी चाहिन्छ र लास्टली चाहिँ स्टुडेन्टले एप्लिकेसन फी पे गर्नुपर्ने हुन्छ एज पर द युनिभर्सिटी रिक्वायरमेन्ट। सो तपाईसँग यो डकुमेन्ट्सहरु छ भने तपाई I-20 इस्यु गर्न सक्नुहुनेछ। अब आउने अगस्त इन्टेकको लागि थोरै समय बाँकी रहेको छ, त्यसैले छिट्टै म्यान्सुल कन्सल्टेन्सीमा आएर आफ्नो US को प्रोसेसिङ अगाडि बढाउनुहोस्।